हप्ताभरिको कामको थकान पश्चात म लगायत 2 जना साथी गरी जम्मा 3 जना मानसिक तथा शारीरिक पुनर्ताजगीको लागि पोल्यान्डको पोजनान स्थित एउटा रमणीय स्थलमा भ्रमण गर्नको लागि ओल्स्टन भन्ने ठाउँदेखि यात्रा सुरु गर्यौं। पोजनान सहर पोल्यान्डको मुख्य सहरहरूमध्येको एक मुख्य सहर हो, जुन चाहिँ आफ्नो छुट्टै ऐतिहासिक पृष्ठभूमि बोकेको र आफ्नै छुट्टै कला र संस्कृतिहरू रहेको छ। हामी बिहानी पख घरबाट छिटै निस्केको कारणले गर्दा हामीलाई भोक लाग्नु स्वाभाविक थियो। यसै कारण हामी ट्रेन स्टेसन नजिकै रहेको मलभित्र गएर एउटा रेस्टुरेन्टमा छिर्यौँ, जहाँ खाना आफैले आफ्नो प्लेटमा हालेर जोखेर त्यसको मूल्य कति हुने थियो त्यसको पेमेन्ट गरेर खान सक्ने थियौँ। हामी त्यहाँको रेस्टुरेन्टमा छिर्यौँ र हामीलाई चाहिँदो र मन परेको खानाहरू आफ्नो प्लेटमा हाल्यौँ। के खाँदै केटाहरू? कुन चाहिँ हैन अस्ट्रिचको पखेटा। यो चाहिँ त्यही होला। के होला? फेरि त्यही डाइनोसरको खुट्टाहरू जस्तो कडकपुडी जस्तो है। कस्तो हुँदैछ खाना? खाना त वान अफ द बेस्ट। भेरी गुड। मन खुसी भने मान्छेको चहल पहल बढी छ। योबाट लेफ्ट साइड हो कि राइटबाट छ? हो यहाँ अब केटाहरू तस्बिर कैद गर्दैछन् अब हो। यो त क्यामेराम्यान यता, उता चाहिँ मोडेल। यस्तो दामी कि हाम्रो देशमा भएको हो भने चाहिँ यहाँ अब यो सहरको बिचमा कहाँको यस्तो हरियाली रुखहरू हुन्थ्यो र पुरा यस्तो हरियाली रुखहरू छ सहरको बिचमा। अब हाम्रो क्यामेराम्यान मोडेल उता ल ल ल ठिक छ ठिक छ ठिक छ। हामी 3 जना साथीहरू कुनै पनि योजना बिना नै आकस्मिक रूपले गएका थियौँ। यसै कारणले गर्दा हामी कुन ठाउँमा जाने र कहाँ घुम्ने भन्ने कुराको निश्चित थिएन। तर हामीलाई के थाहा थियो भने त्यहाँ आसपास धेरै रमणीय स्थानहरू छन्। हामीले विचार गर्यौँ त्यहाँको ओल्ड टाउनमा जाने। हामी त्यहाँ पुग्दा हामीलाई अचम्म लाग्यो, किनभने त्यहाँ मानिसहरूको भिड हामीले सोचेको भन्दा धेरै नै थियो। हामीले केही पनि अनुमान लगाउन सकेनौँ त्यहाँको भिड देखेर। हामीले सोच्यौँ पक्कै पनि यहाँ केही कार्यक्रमहरू हुँदैछ। हामी त्यहाँ केही बेर बस्यौँ, तर सबै व्यक्तिहरू त्यहाँ चर्चको टुप्पोमा मोबाइल ठड्याउँदै सबैको ध्यान त्यतैतिर केन्द्रित भइरहेको थियो। तैपनि हामी त्यहाँ बसिराख्यौँ र हामीले त्यहाँको केही दृश्यहरू देख्यौँ र हामीले तपाईँलाई देखाउने कोसिस गरेका छौँ। माथिबाट भेडा आउनु लाग्यो क्या, देख्नुभयो? यो माथिबाट भेडा निस्किनु लाग्यो, दुईवटा भेडा।
भिडहरूको बीचमा एकजना व्यक्ति आफ्नो कलाको प्रदर्शनी गरिरहेको थियो। त्यो कला हेर्नको लागि केही मानिसहरूको भिड सो व्यक्तिमा नै केन्द्रित थियो। हामी पनि त्यही कला हेर्नको लागि केही समय त्यो भिडहरूमै रोमालियौँ। साँच्चीकै ती व्यक्तिको कला हेरेर हामीले पनि मनोरञ्जन गर्यौँ। Dawaj pionę! Yes, my friend! Where you from? Oh! गिफ्ट गर्न आँट्ने गिफ्ट फुकटमै खाना देखायो त नि यसले त अनि पैसा छ त Ja muszę zobaczyć. Brawo, pani! Zabrałeś mnie? Uwaga, wielkie zakończenie! त्यहाँ सयौं व्यक्तिहरूको भिडमा मानिसहरू आफ्नो छुट्टै गतिविधिमा आफ्नो खुसी खोजिरहेका थिए। यी व्यक्तिहरू साथी सङ्गीहरूसँग सँगै बसेर आफ्नो खानामा रमाइरहेका थिए। केही व्यक्तिहरू आफ्नो परिवार साथी सङ्गी इष्टमित्रहरूसँग तस्बिर तथा भिडियोहरू कैद गर्नको लागि व्यस्त थिए। साना भाइ बहिनीहरू बालबालिकाहरू त्यहाँको कला र त्यहाँका व्यक्तिहरूसँग रमाउनमै व्यस्त थिए र केही व्यक्तिहरू भने त्यहाँको कलात्मक शैलीमा निर्मित भवनहरू, चर्च र आसपासका वातावरणहरू हेर्न व्यस्त थिए। हामी पनि त्यहाँको भिडमा यस्तै तवरले हराइरहेका थियौँ। ओल्ड टाउनबाट हामी बाहिर निस्किएर आयौँ र त्यहाँ नजिकै रहेको पार्कमा केही बेर आफूलाई ती भिडभाडबाट अलग्गै राख्यौँ र हामी त्यहाँ पार्कमा बस्दै जाने क्रममा आनन्द महसुस गऱ्यौँ, किनभने हामी त्यहाँको भिड र कोलाहलबाट टाढा गएका थियौँ भने प्रकृतिसँग नजिक। यतिन्जेलसम्म हाम्रो भिडियो हेरेर साथ दिनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। यस्तै खालको भिडियोहरू हेर्नको निमित्त हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र तपाईहरूलाई यदि यो भिडियो मन पर्यो भने लाइक गर्नुहोला र तपाईँको साथीहरूलाई पनि सेयर गर्नुहोला।